गाइज वेलकम टू माई युट्युब च्यानल। आज चाहिँ यस्तो हेर्दै खाउँ खाउँ लाग्ने खालको मोमो बनाउन चाहिँ गइरहेको छ। हेर्दै जानु होला, भिडियोलाई कहीँ स्किप नगर्नु होला। घरमै कसरी मोमो बनाउने होटेल जस्तो मोमो हेर्दै जानु होला। ओके गाइज हेर्न सक्नुहुन्छ, यहाँ किमा बनाएर चाहिँ तयारी भइसकेको छ। यसमा चिकन छ, प्याज काटेर हालेको छ, बन्दा हालेको छ, मिक्स गरेर छ, धनिया हालेको छ, खोर्सानी हालेको छ, नुन हालिसकेका छौँ, तेल हालिसक्यौँ होइन। र यसलाई मिक्स गरेर चाहिँ यो किमा बनाइसकेका छौँ। अनि यहाँ चाहिँ पिठो मुसेर तयार भइसकेको छ, हेर्न सक्नुहुन्छ। पिठो मुसेर तयार भइसकेको छ। अब हामी बेल्न जाँदैछौँ, हेर्दै जानु होला। कस्तो लाग्यो, कस्तो छ भनिदिनु होला होइन। यसो कमेन्ट गरिदिनु होला। हेर्दै जाउँ है त अगाडिको भिडियो। गोलो बनेर तयार भइसक्यो। अब यसलाई यसरी बेल्ने, सानो बनाउने, सानो पुरी जस्तो बनाउनुपर्छ। हेर्नु सक्नुहुन्छ, भयो यति भयो, पुग्छ। यसरी नै बेल्दै जाने, फेरि अर्को बेल्ने। हेर्नु सक्नुहुन्छ, यो पुरा बनाइसकेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ, बनाउँदै हालिसक्यो, दुई भाँडो भइसक्यो। हेर्न सक्नुहुन्छ कसरी बनाउने, यसरी हाल्ने। अब यसलाई फोल्ड गर्ने सिस्टम हेर्नु, राम्रोसँग फोल्ड गर्नु। यसरी एकतिरबाट यसरी गर्दै जाने। हेर्न सक्नुहुन्छ, भयो, कति राम्रो भयो हेर्नु भयो। अनि यस्तो बनाएको देखेर चाहिँ मेरो छोरी पनि एकदम खुसी भइरहेछ। यहाँ हेर्न सक्नुहुन्छ, फेभरेट चिज हो मोमो चाहिँ। हाम्रो चाहिँ घरमै बनाउने गरेको छ। तयार भइसक्यो, हेर्न सक्नुहुन्छ। यो चाहिँ चटनीको लागि। यो चाहिँ तिल छ, हामीले पहिल्यै तिलको छुप बनाइसकेको छ। यसरी हामी प्याज काट्दैछौँ, प्याज काटेर यसमा हाल्ने, अनि त्यसपछि खोर्सानी हाल्ने, खोर्सानी काटेर हाल्छ। अब धनिया यहाँ काटेर तयारी भइसकेको छ अचारमा हाल्नलाई। अलिक बास्ना राम्रो आउँछ, मिठो पनि हुन्छ। सबै हेर्न सक्नुहुन्छ, होटेलको भन्दा राम्रो अचार भएछ। हेर्न सक्नुहुन्छ, घरमै यसरी अचार बनाएर खान सक्नुहुन्छ। बच्चाहरूलाई खान मन लाग्यो भने, आफूलाई खान मन लाग्यो बेलामा पनि। मोमो चाहिँ पाक्दैछ, हेर्न सक्नुहुन्छ। मोमो चाहिँ तयारी हुँदैछ। हामीले चाहिँ निकालिसकेको छ, हेर्नुहोस्। यस्तो टक्क यस्तो भएपछि चाहिँ पाकिसकेको मानिन्छ। हेर्न सक्नुहुन्छ, हाम्रो त तयार भइसक्यो। हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ, एकदम राम्रो लागिरहेछ। तपाईँले पनि बनाएर पकाएर हेर्नु होला कस्तो लाग्छ होइन। मलाई चाहिँ एकदम राम्रो लागिरहेछ, हेर्न सक्नुहुन्छ होइन। हेर्दाखेरि खाउँ खाउँ लाग्यो। यस्तै भिडियो हेर्नको लागि चाहिँ कृपया मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद।